सो हे गाइज वेलकम टु माई न्यू भिडियो। आइए सबजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम ठिकै छु होइन। हल्का खोकिला त्यही नै हो। अनि म चाहिँ आज यसो घुमघाम हान्नुलाई ठुला पोखरातिर निस्केको छु घरबाट। हेरौँ कहाँसम्म पुगिन्छ है। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला, लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला है त गाइज। अनि भिडियो अन्तिमसम्म हेरेर के कस्तो लाग्छ कमेन्ट ट्याक्क छोडिदिनु होला। म चाहिँ यो क्यामेराबाट गर्दैछु गइरह यस्तो छ कस्तो कालो आएछ कि यसो म्यानेजमेन्ट गरिदिनु होला। म चाहिँ यता पल्तिर आइसकेको छु होइन। के गर्ने कपाल नि कति मसा फेरि गर्लफ्रेन्ड भेट्न जानु ला भन्ला। कहाँ गर्लफ्रेन्ड भेट्नु, म त सिङ्गल। हाय 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 क्या बगाल देखेको। त्यही नै हो, होला कालो हावालाई एडजस्ट गरिदिनु होला भन्न चाहन्छु म चाहिँ। चिसो हावा चाहिँ त्यही भएर सोड ल्याएर हिँड्यो। म चाहिँ खासमा केटाहरू खोज्दै हिँडेको है। कहाँ केटाहरू यताबाट टक्क लाएर सुइती जाने हो। पहिलाको भिडियो चाहिँ हेर्नु भएन भने गएर हेर्नु होला एकखेर भन्न चाहन्छु म चाहिँ। यो चाहिँ मन्दिर भयो सानो टक्क लाएर। अहिले म वहीँ पुगेर देखाउँछ तपाईँहरूलाई के हुन्छ। यहाँ यस्तो हुँदैछ यो पहिलाको भ्लगमा देख्नु भयो होला यहाँहरूलाई। हेलो भन। हेलो हामी चाहिँ उता ठुला पोखरा गएर आएका छौँ गाइज भन। हामी ठुलो पोखरा गएर आएका छौँ गाइज। यसको नि भलक छ तर नहेर्न होला। ल गाइज ल फाइट पर्न ला यहाँ। यो किन रिसिन्छ ओ बा नचल लडाइँ पर्छ हाम्रो गाउँमा चाहिँ। खतरा लडाइँ पर्छ। यहाँ दाइको यहाँ भलक चलिरह। हामी ठुला पोखरा गएर आइसकेका छौँ। अब बल खेल्न रेडी पोजिसनमा निरन्तर अघि बढिरहेका छौँ गाइज। च्यालेन्ज हाने हो च्यालेन्ज हाने। यो कस्तो हरि पा यार यता त्यस्तो बबाल हाल्नु आइफोन ल्याउने आउँछ माटो के कुरो। यो केटाले पर्दैन खालि बल खेल्न हिँड्छ। यसको सरले विष्णु सर आएर कार्य गर्नु पर्यो। कृपया यो भलक हेरेर चट्ट यो भलक हेरेर ल विष्णु सर यहाँ केटाकेटी धेरै बिग्री खान्। म दिन्छु सरले हेर्नु छ कि मेरो भलक अस्ति भन्नु त। यो जान हैन त पन्ध्र जोडा खालि बल खेल्न आउँछ। मामा उसको छोरो हो नकर भन्नु न आएछ। ओइ मैले भने हैन बोले उले भने अघि। हाम्रो घर बा हो बाका त बाहिर केचन कछिन जाटा। हाम्रो बा तर आफले केटा चिज सब बोलेर खाइन जस्तो मौसम छ नि। चिसो हुन्छ लोक खाने बोल्दै ओ रा कसो भाइरल नभएर हामी यति गरिस् त उता यता पनि देखिन्छौ कि तिमी। ल दिपे ओइ सब्स्क्राइब गर्दिन हान त भन्छ। सबैजनाले लाइक कमेन्ट सेयर सब्स्क्राइब हैन चटक्क त्यही अब सपोर्ट माया देखाइनु पर्यो त्यही हो। अरु न पनि आज चिज छ सबैले बोलेर हामी साथीहरु आज चिसो बा केला हानेर मार
पैसा होइन एउटा चिज छ क्या यहाँ तँलाई चाहिने चिज छ के ए मैले लुगा हो क्या वरिपरि मैले मैले यसको बेयै दिन्छ युट्युबमा मेरी माँ कसमको मैले लुगा हो यार हाँसेको भन्दिन यसको भागेर हिँड्छ यार कौनाको होइन मैले लान्छु यसलाई मैले लान्छु मैले लान्छु भाइ लडिदिन्छु गर होइन यसलाई मैले लान्छु मैले लान्छु या त्यो 50 स्कुल पढ्ने हो नि होइन स्कुल आएको त्यो रेखाचित्र गर्न काम टक्क लाएर मैले यो चाहिँ भेटाएको थिएँ भाइ ल कमेन्ट गरिदिनु कसको होला ट्याक्क कमेन्ट गरिदिनु त्यसैकै मैले पार्सल पुऱ्याइदिन्छु स्कुल जाने बाटो ठ्याक्क यता फुलबारी साइडको लान्छ र रातो रातो रहेछ इलेजर पनि छ ल मैले भ्यू देखाइदिन्छु म चाहिँ टक्क घर आइसकेको छु होइन बाहिर पानी परेर विपत्ता छ केटाहरू चाहिँ बल खेल्न जाम भन्छन् मलाई जाँहरू लागेन यो पानीमा पानी फेरि बिजोग परिरह त्यही नि हो आजसम्म आएको थिएन अनि आज चाहिँ जे होस् धुलो मर्ने भयो त्यही ठुलो कुरो अरूभन्दा तिनीहरू चाहिँ झर्न लगाइसकेँ अब म पनि झर्छु होला एकछिनमा ल है त गाइस अहिले त्यसो भेटौँला होइन आँप फुलेर हाम्रो यहाँ नानी बाबुहरूको हाल के छ यसो बुझिदिउँ हेलो गाइस के छ पुन्टे यो चाहिँ हाम्रो बारी भयो यो हाम्रो बारी हो अनि उताको चाहिँ अलि बाको हो मलाई चाहिँ के गरौँ भन्ने भयो अनि भोक पनि लागेको छ अलिअलि त्यही भएर म त चिया बसाल्दैछु अनि यो टक्क पारामा चिया चाहिँ उम्लिन लागेको छ गाइस अब चाहिँ एउटा दुन्दी बोले हा अनि त सराप खानुपर्ने हुन्छ यहाँ लाइट बाल्दा टक्क पारामा उम्लिसकेको छ चिया चाहिँ हान्डन्छु म अब ज्याम चाहिँ ल्याममा गाइस जुरुप्प पार्छु है त गाइस बोलो हो म चाहिँ निस्किन्छु बाहिर त घाम लाग्यो बिस्कुट ल्याउन पर्ने हो मिस्टेक भएछ मिस्टेक त्यही नै अरू चिया खाएर एकछिनका म भेट्छु तपाईँहरूलाई के कस्तो हुन्छ भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला च्यानलमा नयाँ हुन्छ भने चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला त्यो रातो बटनलाई घचा हानेर सेतो गरिदिनु होला खुवा भएर जो बानी हाम्रो बाल भएन त्यही हो म चाहिँ जे छ अब त्यस्तो देखाउने अब जस्तो बोल्छु त्यस्तै हो म रियलमा जस्तै हो त्यस्तै हो गाइस त्यही भएर यसो मिलाइदिनु होला एउटा टक्क लाएर एउटा कमेन्ट छोड्न चाहिँ नबिर्सिनु होला है त 65 करोड डायमन्ड हो साउथ कोरियाबाट मगाएको अनि एउटा कुरो भन्न चाहेँ मैले नयाँ कुरो थाहा पाएँ मैले ऐना पकाएको चिया तातो हुने रहेछ गाइस के हो कुरो यस्तो भएन नि सो हल्का जोक गरेको है चट्ट पारामा गिलास चाहिँ ठुलै छ फेरि कहिले खाएर भेन कि खाएर भेउ कहिले हेलो गरिदियो त हेलो गरिदियो चाहिँ मलाई बाबा चबाइदिएर अहिले एक गाँसमा मैले च्याममा पारिदिन्छ फेरि उयो हुन्छ फेरि खेलोमेलो एकदम क्लिन भएको छ है गाइस गरिदिनु त गरिदिएको छ फेरि तपाईँहरू म दाउरा पनि देखाउँछु हाम्रो कली त्यसमा चाहिँ भिजेर यस्तो छ फलको पनि हाम्रै हो यता पनि दाउरा जति छ हाम्रो चाहिँ यो कडकुट पनि हाम्रो यो चाहिँ धेरै समय चाहिँ लाग्दैन हल्का हो ठ्याक्कै भन्नु पर्दा 1 मिनट त्यो दुगुर्दारी चाहिँ 30 सेकेन्ड त्यति पनि लाग्दैन ल कात्ती फुलेर यस्तो छ है फुल हो चिया खाएर चाहिँ म झरिसकेको छु गाइस है
कति यहीँको मात्र त त्यसलाई भिडियो दियो नि अब म यहाँको भिडियो चाहिँ गराउन बल हेरेको सबै भलगमै बल हेरेको त ठिक हुन्न नि अब त्यही भएर म बल हेरेको भिडियो चाहिँ गराउन्न यतिसम्म चाहिँ मैले गराउँछु बल हेरेको चाहिँ म देखाउँदिनँ है त गाइस अहिले आउने बेला फर्किने बेला सिधै गर्छु मैले बल खेल्न भइसकेका छौँ तर यहाँ भाइहरू खेल्दैछन् मैले देखाउनु नभनेको अब देखाउनु पर्ने भयो यहाँ ठुलो टुर्नामेन्ट चलेको यहाँ बिजोग भयो देख्न सक्नुहुन्छ सरियसमा विप्लव यहाँ चाहिँ ठुलो गेम चलिरहेको होइन सर्ट देख्न सक्नुहुन्छ कडा परा ओ माई गड यति त्यस्तो छ यहाँ बलक छ त्यो 18 करोडको गेम हो यो चाहिँ एकदम रमाइलो भइरहेको हाम्रो चाहिँ देखाउनु नभनेको देखाउनै पर्ने भयो यहाँ यस्तो राम्रो चलिरहेछ गेम हेलिकप्टर आएको छ हेलिकप्टर पेलेन क्या न त्यस्तै दूर नि पेलेन लात्तेले खसिन्छ र झर्ने त खासमा उठाइदियो झर्तेर भुइँमा बाँकेलाई आज रुनी गराउने भनेको आफै होइन यो कति लाखको गेम अरे धेरै हैन 20 लाखको 20 लाखको ल उ भने त यो गेम हेर्न कहाँ आउन पर्छ रे यो गेम हेर्न चाहिँ काठमाडौँ गएर टिकट काटेर यो अर्घाखाँची आउनु पर्छ अर्घाखाँची बेसी टाढा एयरपोर्टमा आउनु पर्छ त्यो पुरै टुडी खेल कति हारे यहाँको टिकट यहाँको टिकट कति हारे एयरपोर्टमा यहाँको टिकट कति हारे एयरपोर्ट माथि र फेरि उसको बिल्डिङ छ है श्री आकाश अधिकारीको यहाँको टिकट कति छ धेरै हैन 2 लाख हो 2 लाख टिकट अब 20 लाखको गेम हेर्न नछुटाउनु होला कृपया यस्तो राम्रो गेम छुट्यो भने त्यही हो लाइकको तपाईँले एउटा त्यो ऊ छुटाउनुहुन्छ होइन त्यो के भन्छ त्यसलाई एउटा त्यो गोल अथवा त्यो हुन्छ नि एउटा त्यो बुझ्नु आफै अब त्यही छुटाउनुहुन्छ लाइफको एउटा महत्त्वपूर्ण पार्ट होइन त्यही हो ल अब हामी गेम बुझिसक्नु भएको छ त्यही भएर यस्तो गेम चाहिँ हेर्नै पर्छ छुटाउनु हुन्न अमारे भर्सेस कहाँको रे दिउला जुराल नेटा यताको अमार है ल महाकाडक्स ल अमार यस्तो राम्रो खेल्नुहुन्छ यहाँ अमारेको निकै कमजोरी देखिरहेको छ के भन्छ त्यो कला भलिबलमा देखाउनु भएको छ कला फ्यान र भलिबल खेलाडी भलिबल क्रिकेटको फ्यान त्यो उरे हेरे हो कति भाइ खाता छ नि 6000 हुन्छ 4 ल देख्न सक्नुहुन्छ खेलाडीको कला रिस ओए त्यो त हानेकै छैन त्यो त तेलेको आइसोलेसन हाने यिनको हेर्न चाहिँ खासै मजा आएन तिम्रो मैले भिडियो गर्दिनँ तिम्रो त खासै मेसो मिलेन यस्तो गरे हात जाँदा त्यतिकै रित लान्छ हान्ने होइन थाहा पाल्दा हानो नेट चाहिँ धेरै अग्लो छ धेरै होइन 7 फिट 7 फिट भन्दा त्यही 3-4 फिट सानो हो जुन तुनले नाग्न सक्दिन यो 7 फिट माइनस 3-4 फिट भन्ने होला के लैछ है बात काज गर्ने हो यस्तो छ इनको हान्ने पर गरिदिन्छु है मैले त्यो उसको त्यो लसे भाइको कपालले राम्रो कस्तो छ नम्बर आउन पर्छ Thanks for watching.